हेलो नमस्ते एभ्रिवान एन्ड वेलकम टु माई युट्युब च्यानल अमिनाज ब्लग। आज चाहिँ हामी चारजना ओसिन, तारा बहिनी, ललिता सिस अनि म सर्ट हाइकिङमा हामी जाँदैछौँ उकालो। हेलो गुड मर्निङ सबैजना सिसहरू, गुड मर्निङ। कहाँ लागेको अरे हामी मिनी हाइकिङमा है। मिनी हाइकिङ लाग्यो है। मिनी हाइकिङ पनि उकालो उकालो पो छ त हौ साँच्चै पनि हो। ओके, म चाहिँ घोडा बल्झेर यहाँनिर अलिकति गाह्रो भइरहेछ, त्यो पनि ट्राई गर्दैछु। लेट्स सी। ओके ल त उकालो लाग्यो। मलाई चाहिँ घोडा अस्ति ब्याडमिन्टन खेलेदेखि घोडा बल्झिरहेछ मेरो चाहिँ, त्यही भएर बिस्तारी बिस्तारी हिँडिँदैछ। आज छोराहरूको 1 बजे पिकअप गर्नुपर्ने हुनाले चाहिँ हामी कोही पनि घर गएको छैनौँ, त्यही भएर घर नगएको टाइम चाहिँ यसो हाइकिङ, मिनी हाइकिङ जाऊँ, यसो एक्सर्साइज पनि हुने, सँगै साथीहरू टाइम स्पेन्ड पनि गरौँ भनेर चाहिँ हामी उकालो लागिँदैछ। अलिकति मलाई चाहिँ गाह्रो हुन्छ होला है म चाहिँ, तर पनि साथीहरूले पर्खिँदै पर्खिँदै लानु हुँदैछ। र बिस्तारै जानु पर्ला। लेट्सी। यो चाहिँ छेङसावानको बस स्टप पछाडिको सर्ट हाइकिङको लागि यो ठाउँ चाहिँ मिनी हाइकिङ। आमा ग्याङको 4जना आमा ग्याङ आएको चाहिँ बर, यो बरको छेउमा पिपल हुन्छ त। खोइ पिपल, ए यता पिपल, ए रबर प्लान्ट पो रहेछ त्यो त। कति धेरै रबर प्लान्ट छ यहाँनिर। कुन हो र बर? यो त रबर प्लान्ट हो त। ए हो र? हामी बुढेसकालको मान्छेलाई सोध्नु यहाँ है। अमै राम राम। कति वर्ष? 80 वर्ष पुग्नु भयो लगभग। चाँडै पुग्दैछु भनौँ न। चाँडै पुग्दैछु लगभग, तर पनि अझै पनि जवान जस्तो लाग्छ। अभी त म जवान हो। ठिक छ ठिक छ। बहिनीलाई कि पूजा गर्छ भन्नुभयो नि, 800 रुपियाँ अरे भारीको। ओसिन पर पुगिसकेँ। तारा बहिनी, म चाहिँ सबसे लास्टमा छु, हेर्नु नसक्ने चाहिँ। कस्तो मजाको वेदर भएको है, आनन्द। कहाँ? ए समीको बोट भन्ने कुन हो सिस? उनीहरू ट्विन्स भएर जन्मछ अरे। यहाँ पर पनि एकजना एक्सर्साइज गर्दैछन्। ल हामी चाहिँ एकछिनको उकालो चढाइ पछाडि रेस्ट, 5 मिनट रेस्टमा छौँ हामी होइन। 5 to 10 मिनट रेस्ट होइन होइन। कति मिनट रेस्ट हो साथी? 2 बेइज्जत भयो। ऊ तलदेखि आएको फेरि 5-10 मिनटको रेस्ट पछाडि फेरि हामी लाग्यो उकालो तेर्सो हुँदै माथि टुप्पोसम्म पुग्ने हाम्रो प्लान छ। हो, पैसालेमा चल्ने बानी भएको के। बस्ने ठाउँ होला नि यता कता। हाम्रो ललिता सिसले चाहिँ आजको हाइकिङमा खाने भनेर चिया ब्रेडहरू ल्याउनु भएको छ अरे। अनि हामी चाहिँ माथि पुगेर बस्ने ठाउँ भेट्टापछि चाहिँ त्यहाँनिर चियापान गर्नेवाला छौँ। म चाहिँ अलिक हिँड्नु नसकेको कारणले म चाहिँ सबसे लास्टमा छु। भनौँ त भोट फर के मारे? भोट फर नो बालेन नो केपी। बरु घरमै सुति बस्छ, कहीँ नजाऊ हो।
भोट चाहिँ माटोमा हुनु पर्यो दिने भने चाहिँ ओन्ली वान के अरे हर्का साम्पाङ अरूमा नदेऊ यदि तिमीहरूको ठाउँमा माटो छैन भने सुतेर बस गुड त्यो दिन बरु के अरे तिमीहरूको के अरे अलिकति कहीँ कता खन्नु जोत्नु छ भने खनेर जोतेर त्यसको फल खानु पायो त्यही माटोमा नदिए पनि त्यही माटोमा फलाएर खानु होइन फलाएर खानु माटोमा भोट दियो भने चाहिँ गएर भोट दिनु ल यहाँ चाहिँ हामी सबैजना माटोको सपोर्टर है आफ्नै खुट्टामा बन्चर हानेको सम्झे हुन्छ हो सही हो सही सही हो बुद्धि आएन भने अन्त हामी चाहिँ सबैजना माटोको सपोर्टर हर्का साम्पाङ मेयर हर्का साम्पाङको सपोर्टर है हामी चाहिँ यहाँनिर त्यही भएर आज हामी माटै लिनु गएको यही माटोमा उभेरै मात्र खानु पाइन्छ यही माटोमा उब्जेकोले मात्र बचिरहेको छ अनि यसले सपोर्ट नगरेर कसलाई त्यही त भनेको के त्यही त भनेको नराम्रो मान्छेहरू सबैलाई दिइसक्यो त एकचोटि चान्स दिइसक्यो त अब एकचोटि मेयर हर्का साम्पाङलाई पनि चान्स दिनु नि होइन हामी चारजनाकै तर्फबाट पनि हामी तपाईँहरूलाई अनुरोध गर्न चाहन्छौँ होइन प्लिज भोट फर माटो ल भोट चाहिँ प्लिज माटोमा दिनु होला तपाईँहरूले अहिलेसम्ममा धेरै नेताहरूलाई भोट दिएर जिताउनु भयो होइन ठाउँमा पुर्याउनु भयो तर ठाउँमा पुगे पनि जति जनताले चाहेको थियो त्यति उहाँहरूले गर्नु भएन होइन अब उहाँलाई म नराम्रो चाहिँ भन्दिनँ अब गर्नु होला गर्नेको लागि गर्नु होला तर जति जनताले चाहेको थियो जुन चाहना अनुसार जनताले भोट दिएको थियो त्यो अनुसार उहाँले गर्नु भएन कि जस्तो लाग्छ मलाई चाहिँ होइन आफ्नो आफ्नो सोच हो आफ्नो आफ्नो विचार हो मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ अब सबैको पालो आइसकिसक्यो होइन सबैले भोट पाइसक्नुभयो जितिसक्नुभयो ठाउँमा पुगिसक्नुभयो एकपटक मात्र एकपटक मेयर मात्र एकपटक अब तपाईँहरूले मेयर हर्का साम्पाङलाई पनि चान्स दिनुहोस् होइन एकचोटि चान्स दिँदा अब अहिलेसम्म त एउटै नेताले 5 वर्षसम्म एउटै पोस्टमा बसिरहेको छ त एकपटक मेयर हर्का साम्पाङलाई भोट दिँदा तपाईँहरूलाई त्यति साह्रै हानि चाहिँ हुन्छ जस्तो मलाई लाग्दैन किनकि उहाँको तपाईँले उहाँहरूलाई देख्नै भएको छ उहाँको कामलाई देख्नै भएको छ होइन एकचोटि राम्रो मनलाई पनि भोट दिएर हेर्नुहोस् यदि त्यसपछि भोट पाएर पनि जितेर ठाउँमा पुगेर पनि उहाँले केही गर्नु सक्नु भएन भने चाहिँ बल्ल तपाईँले उहाँको विरोध गर्नु सक्नुहुन्छ उहाँलाई नराम्रो भन्नु सक्नुहुन्छ होइन तर प्लिज एकचोटि मौका त दिनुहोस् मान्छेले मौका पायो भने त गर्ने हो अघि बढ्ने हो यदि तपाईँले मौकै दिनले सक्दैन गर्दैन भनेर मौकै दिनु भएन भने कसरी गर्नु होइन ठाउँमा कसरी पुग्नु ठाउँमा नपुगेसम्म जसले त्यसलाई आफ्नै उबाट त गर्ने कुरा भएन एकचोटि त मौका दिनुहोस् प्लिज है साथीहरू एकचोटि मेयर हर्का साम्पाङलाई भोट दिनुहोस् जिताउनुहोस् ठाउँमा पुऱ्याइदिनुहोस् अनि त्यस पछाडि पनि उहाँले केही गर्नु सक्नु भएन भने चाहिँ तपाईँहरूलाई कसैले केही पनि भन्दैनन् होइन तपाईँले जे भने पनि हुन्छ त्यस पछाडि चाहिँ उहाँले गर्नु भएन भने चाहिँ तपाईँले जे गर्दा पनि भयो जे भन्दा पनि भयो होइन त्यही भएर प्लिज हामी चाहिँ यहाँ चारजना चाहिँ मेयर हर्का साम्पाङको बिग सपोर्टर छौँ है अब यहाँ बसेर हामी हङकङमा बसेर अब हामीले उहाँहरूलाई अब भोट लाउनु त सकिँदैन तर पनि हामीले उहाँहरूको बारेमा उहाँलाई विस गर्नु सकिन्छ भोट माटोमा दिनुहोस् भनेर हामीले यस्तैबाट हो भन्ने हो होइन अब नेपालमा भएको भए त हामी पनि भोट दिन्थ्यौँ उहाँहरूलाई हाम्रो अब भोट चाहिँ हङकङमा बस्ने बासिन्दाहरूको चाहिँ भोट खेरै गइरहेछ भनौँ न तर पनि भोट दिनु नसक्यो भने हाम्रो भित्री आत्मादेखि चारजनाको चाहिँ अलवेज विस हुनेछ उहाँ मेयर हर्का साम्पाङलाई तपाईँहरूले पनि बुझिदिनुहोस् गरिदिनुहोस् भोट दिनुहोस् जिताइदिनुहोस् भोट फर माटो जय हर्का साम्पाङ यहाँनिर जय माटो भोट फर माटो ल अब हामी चाहिँ उकालोको कार्यक्रम सकेर हामी ओह्रालोतिर लागिँदैछ अनि यहाँनिर चाहिँ माटोहरू पनि पाइँदो रहेछ हल्का फुलको लागि भनेर हल्का माटोहरू पनि लिएर गएको छु उकालो चढ्ने अरे
होइन ठिक छ सिस ल रोड क्रस गरेँ साह्रै परिवेशी थ्याङ्क यू मलाई चाहिँ उकालो चढ्नु यसले घोडाको उसले गर्दाखेरि गाह्रो भयो भनेर ललिता सिसले हेल्प गर्नुभएको छ थ्याङ्क यू ललिता सिस हामी चाहिँ उकालोका चढेर मेन रोडतिर आयो यतातिर बाटोतिर आइपुगेँ कोसिलो पर छ ल यता चाहिँ यस्तो रहेछ दामी बिल्डिङै बिल्डिङ बाटै रोकेर पर एक्सर्साइज गर्छ त्यताबाट बाटो छ बाटो छ त्यता पनि कस्तो दामी रुख हौ ल यहाँ चाहिँ यस्तो दामी देखेको वा बाटोको बारेमा र मेयर हड्क साम्पाङको बारेमा चाहिँ हामी आफ्नो आफ्नो दुई शब्द यहाँ भन्न गइरहेका छौँ ल अगाडि को आउनुहुन्छ ल अब हामी चाहिँ आफ्नो आफ्नो विचार वक्तव्य के भन्छ भन्न आउँदैन मलाई चाहिँ यहाँनिर व्यक्त गर्न गइरहेको छ ल ललिता सिस के छ तपाईँ माटोको बारेमा केही भनिदिनुहोस् हाम्रो मेयर हड्क साम्पाङको बारेमा हड्क साम्पाङको बारेमा भन्दा पनि मेरो के अरे भित्री मनको बारेमा भित्र मनको कुरा चाहिँ भन्छु हजुर लु भन्नु गइरहेको छु अनि के जाति अरे माटोको बारेमा चाहिँ उहाँको के छ विचार उहाँले व्यक्त गर्नु गइराख्नु भएको छ लु भन्नुहोस् थ्याङ्क यू सो मच दिदी वेलकम बहिनीलाई हामी नेपाली अहिले हामी हङकङमा छौँ तैपनि हामी एकदमै आफ्नो देशको लागि एकदमै चिन्तित र अहिले यो जुन आउन लागेको चुनावको बारेमा चाहिँ हामी यति एक्साइटेड छौँ कि यहाँ बसेर पनि त्यही भएर हामी चाहिँ आज माटोलाई सपोर्ट 100% पहिल्यैदेखि माटोलाई सपोर्ट र माटो हाम्रो प्राण हो माटो बिना केही पनि सम्भव छैन जय माटो ल अब हाम्रो ओसिनको वक्तव्य जाँदैछ के भन्छ वक्तव्य त होइन मनको कुरा हामी विदेशमा भए पनि हामी आफ्नो देशप्रति वफादार छौँ हाम्रो मेयरप्रति वफादार छौँ होइन ल रेडी ल दुईजनाको ल अब आफ्नो आफ्नो मनको विचारहरू जय नेपाल हामी हङकङदेखि ललिता सुब्बा लिम्बू अनि ओसिन पुन हामी दुईजना हामी माटोको सपोर्टर होइन हामी माटोलाई माया गर्छौँ हामी माटोलाई प्रेम गर्छौँ हामीलाई जिउन माटो चाहिन्छ हामीलाई मर्न माटो चाहिन्छ हामीलाई बस्न माटो चाहिन्छ त्यही भएर हामी यो भन्न चाहन्छौँ कि भ्रष्टाचार मुक्त र समृद्धि नेपाल बनाउने तपाईको अनि मेरो सपना चाहना अठोट र कल्पना सफल होस् जय माटो जय माटो जय माटो जय नेपाल माटो भोट फर माटो भोट फर माटो भोट फर माटो सबैभन्दा महत्त्वपूर्ण माटो छ त्यसैले माटोलाई ठोक्नु पर्यो यहाँ सबै हामी त बाहिर छौँ र पनि नेपालमा बसेका नेपाली जनताले साराले माटोमा ठोक्ने नेपालीले माटोको महत्त्व बुझ्नु पर्यो माटोमै ठोक्ने हो चाहे आफन्त जोसुकै होस् आफ्नो मान्छे जोसुकै होस् तर पनि नाताको त होइन यो पाल चिन्नु पर्यो अब त्यस माटो यति भन्नु चाहन्छु र नेपाली जनताले चाहिँ बुझ्नु पर्यो यो पालको भोटलाई चाहिँ बुझ्नु पर्यो सबैले चाहे जोसुकै होस् बुझ्नु पर्यो भोट पर माटो थ्याङ्क यू सिस माया गर्नुहोस् माटोलाई जिउने आधार त्यही छ थ्याङ्क यू धन्यवाद ल
यता जय नेपाल। ओसिन जय नेपाल ल ओसिन धन्यवाद यता यता सपोर्टर होइन हामी देश लभर हाम्रो नेपालको लभरहरू हामी नेपालमा हो हामी प्रवासमा छौँ हाम्रो केही बाध्यताले छौँ तर हामी हाम्रो देश नेपाललाई हृदयदेखि नै हामी माया गर्छौँ र नेपाल समृद्धि बनाउनको निम्ति नेपाललाई इन्डिपेन्डेन्ट बनाउनको निम्ति र हामी स्वरोजगार हुनको लागि जुन पहल हर्क साम्पाङले सुरु गर्नुभएको छ त्यो देशको कुना कुनामा फैलियोस् र हरेक हामी 3 करोड नेपाली शिक्षित हौँ अनि हामी उद्यमशील हौँ र हामीले चाहिँ सिकौँ र हामी चाहिँ एउटा समृद्धि र के अरे उन्नत मुल्क देशको इन्डिपेन्डेन्ट सिटिजन हुन सकौँ हाम्रो आशा हाम्रो भरोसा हाम्रो 3 करोड नेपालीले हामीले सोचेको एउटै सपना छ कि हामी पनि इन्डिपेन्डेन्ट हौँ हामी पनि अर्काको भर नपरौँ हामी पनि विदेशमा काम गर्नु जानु नपरोस् हामी त गयौँ हाम्रो आउने भावी जेनेरेसनहरू जानु नपरोस् र हामीले अर्कालाई मागेर खानु नपरोस् हामी आफ्नै देशमा आफ्नै भूमिमा हामी उन्नतमुख त्यहाँ हाम्रो भूमिमा हामीले उन्नति प्रगति गरेर हामीले चाहिँ देशलाई समृद्धि बनाउन सकौँ भने हाम्रो चाहना त्यही कारणले हाम्रो सपोर्ट चाहिँ मेयर हर्क साम्पाङलाई छ किनकि उहाँको उद्देश्य चाहिँ एकदम क्लियर छ स्पष्ट छ अनि त्यो चाहिँ तपाईँ र मेरो लागि हो धन्यवाद धन्यवाद भोट फर माटो भोट फर माटो भोट फर माटो भोट फर माटो हाम्रो जीवन माटो हाम्रो भविष्य माटो हाम्रो वर्तमान माटो हाम्रो प्राण जय माटो जय माटो ल हामी चाहिँ अब उकालोको कार्यक्रम सक्यो ओह्रालोतिर लागिनेछ है ओह्रालो चाहिँ दामी देखेको यहाँदेखि वाउ राणा बना दामी देखेको अब ओह्रालो रहेछ खुट्टालाई अलिकति प्रब्लम हुने भयो अब एकैचोटि तल पुगेर मात्रै भइरह खिच्नु पर्ला यहाँ चाहिँ बाटो एकदम सानो रहेछ अलिक अप्ठ्यारो रहेछ साथीहरू लागे म पनि लाग्नु पर्ला यहाँ चाहिँ अलिक डेन्जर रहेछ है वेट बाटो सानो छ म चाहिँ बिस्तारै बिस्तारै हिँड्दैछु यहाँ चाहिँ अलिक अप्ठ्यारो अनि बाटो सानो रहेछ है यहाँ चाहिँ अलिक डेन्जर के बिस्तारै बिस्तारै हिँड्दैछ 1-2 हप्ता भयो मेरो खुट्टाले यहाँनिर अलिक मलाई बर्बाद गरिरहेछ अस्ति त्यही भएर यहाँ राम्रोसँग हिँड्नु मिलिरहेछन् भएर हाइकिङ गएर फेरि खुट्टालाई दुःख दिने हो कि तल पुगिसकेँ म चाहिँ माथि छु साथीहरू तल जाँदैछ म चाहिँ फन्ट्याङ गर्दै बिस्तारै हिँड्दैछु यहाँ त बस्ने ठाउँ रहेनछ है होइन ठिकै छ बिस्तारै आउँछु म यता त बसेर खाने ठाउँ रहेनछ त है ए उता बिचरा ओह्रालोमा लग्दा सिस्ने मेरो सामान बोकिदिइराख्नु भएको छ उहाँकै आफ्नै बारी छ चिया खाजा के छ अनि माटो पनि ल्याउनु भएको छ फेरि प्लस मेरो पनि माटो पनि बोकिदिइराख्नु भएको छ मेरो त खुट्टा काट्न थाल्यो यहाँ चाहिँ सम्म बाटाएछ है माथि अब
यहाँ बस्ने ठाउँ चाहिँ ए ओके हिँड्नु न म आउँछु बिस्तारै बिस्तारै छिटो चाहिँ हिँड्नु सक्दिनँ मुनितिरै बस्ने के यतैतिर बस्नु होला बागतिर जाउँ हो यहाँनिर छ त त्यहाँ बस्ने त यहीँ ओके आउनुहोस् त्यो माथि बस भन्दा त ठिकै हो फेरि ओह्रालो झर्दा है त्यो ढुङ्गामा चाहिँ यहाँ पनि रहेछ त हल्का त यहाँबाट यस्तो जान्छ उठाउन पाइँदैन कि यहाँबाट चढ्नुपर्छ यहीँबाट चढ्नुपर्छ अनि यताबाट जाँदा मात्रै रहेछ कि किनभने यहाँबाट आधा उताबाट त्यहाँ आधा हिँड्थ्यौँ क्या हामी अस्ति अहिले हामी कहाँ आइपुग्यो सेकीमै आएछ छ त हो के को सेकीमै कहाँ यो पछाडि आचा यत्रो बेरसम्म चाहिँ गाडीहरू उतै ए हो त रहेछ कहाँ कहाँ नै आइपुगेछ भनेको त स्विमिङ धेरै बेर घुमेको त्यहाँ भुलेकोले क्या अयो 7 डाँडा पारी पुगेछ भनेको त स्कुल छोराहरूको स्कुलको पछाडि पो रहेछ अनि अयो मिनी हाइकिङ ल हामी चाहिँ मुनि आइपुग्यौँ बस्ने ठाउँ रहेछ अब हाम्रो यहाँ चाहिँ चियापान हुन्छ होइन त चियापानी हुनेवाला छ ऊ त चियर यता ल्याउ न त्यो चियर यता तानेर ल्याउ न यता कसरी उचालेर त्यत्रो त्यत्रो गाडेको छ जिस्काएको नि ल अब हाम्रो यहाँनिर दाना पानीहरू के बोके बिचारा है अनि उसलाई उकालो ओह्रालो कुद्यो भरे लास्टमा तल आएर खानु पर्यो हाम्रो ललता सिक्स चाहिँ जे होस् स्ट्रङ नै हो ठिक छ त्यो मेरो त्यो बोका एउटा नलडाइ बोकेको थियो है तपाईँको बाजे माने मैले त अलि फुटै त पठाएँ ला फेरि है यहाँ मनमा यस्तो भइरहेको छ म यहाँ अगाडिबाट हेर्छु है तिमीहरू यहाँ आउनु न होइन म यहाँबाट हेर्छु त्यहाँको घर बस्छ यता बस्नु अनुहारहरू देख्नु पाएन भने मजा आउँदैन हाम्रो यो चाहिँ मेरो चिया कार्यक्रम सुरु भयो चियाको साथमा ब्रेड पनि छ अरे चियाको साथमा रोटी पनि थ्याङ्क यू ललता सिस थ्याङ्क यू सो मच अन्त जोस जाँकर चलेको है थ्याङ्क यू यत्रो रोटी बोकी चिया दरै लाएर पठाउनु पर्छ नि त बिहानै ए हजुर हवस् त साथीहरू आजको मेरो सर्ट ब्लग चाहिँ यहीँ सकिँदैछ अब फेरि नेक्स्ट ब्लगमा चाँडै भेट्ने बाचाको साथ आजलाई यति नै थ्याङ्क्स फर वाचिङ बाबाई ल त साथी हाम्रो कार्यक्रम सक्यो बाबाई ओस्टिन बाबाई तारा बहिनी उयो बाबाई ललता तिमी त्यो स्नेबी दिल मागामा गरौँ न त